स्वागत छ। आज हामी एउटा साह्रै दुःखद घटनाको बारेमा कुरा गर्दैछौँ। एयर इन्डिया फ्लाइट AI-171 जुन हालै अहमदाबादमा दुर्घटना भयो। हो, अहमदाबादबाट लन्डन ग्याटविक जाँदै गरेको विमान थियो त्यो। निकै नराम्रो खबर। हाम्रो आजको कुराकानी चाहिँ बेलायती पत्रिका द मिररमा छापिएको एकजना उड्डयन विज्ञ क्याप्टेन स्टिभको विश्लेषणमा आधारित हुनेछ। हो, क्याप्टेन स्टिभ उहाँले एउटा सम्भावित कारण औल्याउनु भएको छ हैन। यो त खै पछिल्लो दशककै सबैभन्दा ठूलो हवाई दुर्घटना मध्ये एक हो नि। हो नि, त्यो बिहिबार भएको दुर्घटनामा 242 जना सवार थिए, जसमध्ये 241 जनाको ज्यान गयो। एउटै मात्र मान्छे बाँच्नु भएछ। साँच्चै कस्तो अचम्म। आज हामी त्यही क्याप्टेन स्टिभले भनेको कुरा मतलब त्यो मानवीय त्रुटि हुन सक्ने सम्भावना बारे अलि गहिरिएर हेरौँ न त। एकदम सोच्नु पनि गाह्रो छ है। एउटा सानो सायद एकैछिनको गल्तीले कसरी यति भयानक नतिजा ल्याउन सक्छ भनेर। हो त। क्याप्टेन स्टिभ उहाँ कमर्सियल पाइलट पनि अनि युट्युबर पनि हुनुहुन्छ। उहाँको विश्लेषण अनुसार चाहिँ यो को पाइलटले गरेको एउटा गल्ती हुन सक्छ रे। ए, कस्तो खालको गल्ती? उहाँको अनुमान कस्तो छ भने त्यो टेक अफ पछि पाइलटले गियर अप भनेर ल्यान्डिङ गियर मतलब चक्काभित्र तान्न आदेश दिँदा को पाइलटले झुक्किएर होला त्यो गियरको लिभरको साटो फ्ल्याप्स उठाउने ह्यान्डल तानिदिए कि भन्ने छ। ए, फ्ल्याप्स त्यो पखेटाको पछाडिको भाग हैन, जसले उड्न मद्दत गर्छ। हो, ठ्याक्कै। टेक अफ र ल्यान्डिङमा कम गतिमा बढी लिफ्ट दिन चाहिने भाग, अनि त्यो समयभन्दा अगाडि नै गलत बेलामा उठाउँदा त के भयो त त्यसपछि? अब स्टिभको विश्लेषण अनुसार टेक अफको त्यो एकदमै महत्त्वपूर्ण बेलामा त्यसरी फ्ल्याप्स उठाएपछि विमानले तुरन्तै चाहिने गति, त्यो एयर स्पिड र उचाइ अल्टिट्युड दुवै गुमायो। ए, अनि विमान अगाडि बढ्नुको सट्टा खै तलतिर झर्न थाल्यो, अनियन्त्रित भयो। जमिनको यति नजिक हुँदा त फेरि कन्ट्रोलमा लिन लगभग असम्भव नै हुन्छ। ओहो, कस्तो डरलाग्दो। तर यो त उहाँको अनुमान मात्रै हो कि केही आधार पनि छ? उहाँले दुर्घटना हुनु अघिको एउटा भिडियो फुटेज हेर्नु भएछ अनि त्यसमा के देख्नुभयो रे भने सामान्यतया बोइङ 787 जस्तो विमानको पखेटा टेक अफ गर्दा अलिकति माथि बाङ्गिन्छ नि चापले, विङ फ्लेक्स भन्छन् त्यसलाई। थाहा छ। तर त्यो एयर इन्डियाको विमानको पखेटामा त्यस्तो बाङ्गोपन देखिएन रे। ए, अनि नदेखिनुको मतलब? उहाँको तर्क के छ भने यदि फ्ल्याप्स गल्तीले चाँडै उठाइएको हो भने पखेटाले पर्याप्त लिफ्ट पाउँदैन अनि त्यो विङ फ्लेक्स पनि देखिँदैन। रोचक कुरा। तर यो त भिडियो हेरेर गरेको विश्लेषण भयो, आधिकारिक रूपमा के भयो भनेर त? हो, तपाईले ठिक भन्नुभयो। यो अहिलेसम्म क्याप्टेन स्टिभको एउटा सिद्धान्त मात्रै हो। खास कारण त त्यो विमानको ब्ल्याक बक्स, फ्लाइट डाटा रेकर्डर र ककपिट भोइस रेकर्डर त्यसको विश्लेषण पछि मात्रै थाहा हुन्छ। ब्ल्याक बक्स भेटियो त? एउटा चाहिँ भेटिएको छ भन्ने खबर आएको छ। अब भारतको नागरिक उड्डयन प्राधिकरण DGCA ले त्यसको जाँच गर्दैछ। भनेपछि अनुसन्धान गर्नेहरूले अरू कुराहरू पनि हेर्दै होलान् नि, हैन? स्टिभको सिद्धान्त मात्रै त होइन होला। अवश्य, अनुसन्धान त सबै कोणबाट हुन्छ। इन्जिन फेल भयो कि, रनवेको दूरीबारे पाइलटले केही गलत अनुमान गरे कि, अथवा चरा नै ठोकियो कि, यस्ता अरू धेरै कारणहरूलाई पनि उनीहरूले नकार्न मिल्दैन, सबै हेर्छन्। मानवीय पक्षको कुरा गर्दा चालक दल त निकै अनुभवी थिए भन्ने सुनेको थिएँ मैले। हो नि, क्याप्टेन सुमित सवरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्डर दुवैजना अनुभवी पाइलट। उहाँहरूको संयुक्त उडान अनुभव 9000 घण्टाभन्दा बढी थियो रे। त्यति अनुभवी हुँदा पनि यस्तो हुन सक्छ? हुन सक्छ। यो घटनाले फेरि त्यही देखाउँछ। प्रविधि जतिसुकै राम्रो भए पनि, अनुभव जति भए पनि मानवीय त्रुटिको सम्भावना, त्यो ह्युमन एरर त रहिरहन्छ। तनावमा या कामको चापमा कहिलेकाहीँ यस्तो स्लिप वा ल्याप्स हुन सक्छ। दुःखद कुरा। अनि त्यो एकजना मात्र बाँच्नु भएको यात्रीको बारेमा केही थाहा छ? त्यो त झन् अचम्मकै कुरा भयो। विश्वास कुमार रमेश नामको 40 वर्षीय बेलायती नागरिक, उहाँ मात्र बाँच्नुभयो। कसरी? उहाँ विमानको बीचतिर सिट 11A मा हुनुहुन्थ्यो रे, अनि खस्ताखेरि विमान टुक्रिए पनि संयोगले त्यो भाग चाहिँ अलिक कम क्षति भएको रहेछ। उहाँ अहिले अस्पतालमा हुनुहुन्छ। उहाँ आफैले पनि कसरी बाँचे भनेर विश्वास गर्न सकिरहेको छैन भन्नुभएको छ। साँच्चै चमत्कारिक।
ल आज हामीले एयर इन्डिया AI-171 दुर्घटनाको एउटा सम्भावित कारण त्यो फ्ल्याप्सको गलत प्रयोगबारे कुरा गर्यौं। यो क्याप्टन स्टिभको विश्लेषणमा आधारित थियो। हो, हामीले अनुसन्धानको अवस्था, अरू सम्भावनाहरू र त्यो एकमात्र जीवित यात्रीको बारेमा पनि कुरा गर्यौं। सारमा भन्दा यो घटनाले फेरि के देखायो भने उड्डयन जस्तो यति धेरै प्रविधि र सुरक्षा भएको क्षेत्रमा पनि मानवीय पक्ष कति महत्त्वपूर्ण हुँदो रहेछ। एकदम। एउटा सानो गल्तीले कति ठूलो विनाश निम्त्याउन सक्छ भन्ने यो डरलाग्दो उदाहरण हो। तर फेरि पनि भन्छु, यो प्रारम्भिक विश्लेषण हो। अन्तिम निष्कर्षको लागि आधिकारिक अनुसन्धानको रिपोर्ट नै कुर्नुपर्छ। त्यो त हो नि। प्रविधि र प्रक्रियामा यति धेरै सुधार हुँदाहुँदै पनि भविष्यमा यस्ता मानवीय त्रुटिहरू कम गर्न अझै के गर्न सकिएला, ककपिट डिजाइनमा होस् वा तालिममा? यो एउटा सोच्नुपर्ने प्रश्न छोडेर आजलाई यहीँ टुङ्ग्याउन त।